हेलो साथीहरु, गुड मर्निङ है सबैजनालाई। अहिले भने चाहिँ फेरि हामी गाछ लगाउन आइरहेको छौँ। चन्दन र म चाहिँ हो बिजन सिजन ल्याइसक्यौँ। अब चाहिँ यहाँ चन्दन चाहिँ यहाँ रेडी भइरहेको छ गाछ कोर्नुको लागि हो, मतलब बेड खन्नुको लागि यहाँनिर। त्यहाँबाट चाहिँ हामी गाछ लगाउनेवाला छौँ, किनभने अस्ति हामीले चाहिँ स्विटिलियम यहाँसम्म मात्रै ल्याइरहेको छौँ हो। यहाँदेखि त माथिपट्टि चाहिँ बाँकी छ। तपाईँलाई मैले अस्ति नै भनिसकेको थिएँ हो। तपाईँलाई म देखाउँदैछु हाम्रो स्विटिलियम गाछ कत्रो कत्रो भइसकेको छ। यहाँ हेर्नुहोस्, यो पिटुनिया यहाँ हेर्नुहोस् है, यो चाहिँ हाम्रो स्विटिलियम गाछ है, यत्रो यत्रो भइसकेको छ। आज फेरि नयाँ हामीले बिजन ल्याइरहेको छौँ। यहाँ चाहिँ चन्दनले माटो मिलाउँदैछ। अब चाहिँ म फेरि यहाँनिर गाछ लगाउँछु है, चारा मसिनो बिजन लगाउनु पर्ने छ फेरि यहाँनिर हो। यो चाहिँ स्विटिलियम हेर्नुहोस् है, यत्रो यत्रो ल्याएको छ बिजन मसिनो क्यापमा आउँछ। साथीहरू हेर्नुहोस् है कस्तो कस्तो जग्गामा आउँदो रहेछ हो। अब चाहिँ यहाँनिर बस्छ। यहाँनिर छ क्यामेलिया है, क्यामेलिया पनि फुल्नु आँटेको छ हो, कोपिला लाग्दैछ। यहाँ चाहिँ छ फेरि हाम्रो डालिया, वरिपरि राउन्डमा डालिया दिइरहेको छौँ है। त्यहाँ अगाडिपट्टि चाहिँ फेरि तपाईँको पिटुनिया। ल साथीहरू, हेर्दै गर्नुहोस् होला हाम्रो सानो मिठो ब्लग्स है। मन पऱ्यो भने लाइक शेयर कमेन्ट गरिदिनुहोस् होला। ल बाई बाई।